हेलो एभ्रिवान, के छ हाल खबर? र म आज चाहिँ बारी जान लागिरहेको छु र अब गमबुट लाउँदैछु र गमबुट टकटकाउनुपर्छ लाउनुभन्दा अगाडि, किन भन्दा त्यसमा विषालु कुरोहरू बसेको हुनसक्छ। साँप, बिच्छी, खजुरो यस्तो विभिन्न कुराहरू है। ल एकदमै होसियारीसँग लाउनुपर्छ। अनि आज चाहिँ मेरो खास काम दाउरा काट्नु हो र म जङ्गलमा हातहरू हाल्न थालिसकेँ र जङ्गलतर्फ लाग्न लागेँ। ल गाइस, लागिसकेँ है म जङ्गलतर्फ। गाउँ छोडेर जङ्गलतर्फ लागिसकेँ। एउटा मिठो गाना गीत गाउनु पो मन लाग्यो हौ साथी हो। नदेखे चाहिँ बाटो काटी पर पुगी फर्की हेर्दा तिमीसँग आँखा जुझो मुटुभित्र आगो बल्दा। हो कहिले त नमै भुले आफू जान ठाउँै भुले तिमीलाई पछि हिँड्दा ठोकिएर कति लडे। ल गाइस, म चाहिँ दाउरा भएको ठाउँमा पुगिसकेँ र म अब त्यहाँबाट काट्नुपर्छ है। अब चाहिँ दाउरा गिर्न थालेँ मैले। ल है त, दाउरा चुडिन आँटिसक्यो, हेर्नुहोस् ढल्यो है। र अब अम्बक निकालेर म त्यसलाई काट्ने कोसिस गर्छु है, चुडाउने कोसिस गर्छु। चुडिसकेँ। ल गाइस, दाउरा ल गाइस, अब चाहिँ म दाउरा गिडिसकेर काठमा हालेर घरमा जान लागेको छु है। दाउरा उचाल्नु साह्रो पऱ्यो मलाई, दाउरा ठुलो भयो किनकि काँचो हो, यो झ्याकिसकेर निकै गरम छ है। र पनि म जबरजस्ती काठमा हाल्ने कोसिस गर्दैछु। ल गाइस, म चाहिँ लागेँ। अब यहाँनिर अलिकति अप्ठ्यारो भयो, म अब दाहिने काठमा सार्दैछु, झन्डै लड्यो है। र अब मलाई किन दाहिने काठमा सारेर केसले गर्दा अलिक अप्ठ्यारो भयो मलाई। र अब दाहिने हातमा सारेको कारण चाहिँ देब्रे हातले झ्यार पक्रिँदै जानु सजिलो हुन्छ है गाइज। ल गाइज, बाई बाई। आजको भिडियो यही समाप्त। थ्याङ्क यू सो मच हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर गर्नु नभुल्नु होला। 2 शब्द है त गाइज।